रोप्दाखेरि नै पुरा मल हालेको थियो। जस्तो चाहिँ पिप्साको शिकार भइसक्यो। लिएर आउँछु यहाँ साइडमा छर्छु भन्दैछ यहाँ। ए डिस्टर्ब गर्दा है तू। मैले भ्लग बनाएको सुनेर चाहिँ मेरो बुढा चाहिँ खल खल हाँस्दैछ कस्तरी भयो भने यत्तरीको। सेवारो नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। इट्स मी प्रिया लिम्बू। र अहिले चाहिँ म यहाँ तल बारीमा आइरहेको छु हो। मैले चाहिँ यहाँनिर बारी चाहिँ खनखान गरेर रेडी गर्दै, अनि मेरो हस्बेन्डले चाहिँ रोप्नु हुँदैछ डल्ले खोर्सानी। अनि अहिले चाहिँ टाइमहरू 4 बज्न आँट्यो र आजको वेदर चाहिँ एकदमै दामी थियो कामहरू गर्ने लाइकको। तर आज चाहिँ मैले दिउँसो चाहिँ कामहरू केही पनि गरिनँ, रेस्ट गरेँ साथीहरू होइन। अनि मेरो बुढाले चाहिँ रोप्नु हुँदैछ डल्ले खोर्सानी। सो तपाईँहरूलाई पनि म देख्छु नि यति चाहिँ रोपिसकेँ। अनि यहाँनिर चाहिँ मैले यो डल्लै खनखान पारेर चिल्लो बनाइदिएको, र मैले चिल्लो बनाइदिएको पनि हुँदैन, र पनि अझै जिलाउँदै सफा गर्दै यहाँ रोप्नु हुँदैछ मेरो बुढाले चाहिँ। हेलो आशिष चामलिङ। अन्त यहाँनिर चाहिँ छ हरियो धनियाँहरू होइन। हाम्रो कोपी चाहिँ यस्तो भएको छ साथीहरू। मैले डल्लै यहाँनिर बारीहरू सफा गरेर गोडगाड गरेर चाहिँ यो धनियाँहरू पनि सबै उखालिदिएको देख्न सक्नुहुन्छ। कत्रो कत्रो चाहिँ भएको थियो धनियाँको बोट होइन। अन्त यहाँनिर पनि छ यत्रो ठुलो भइरहेछ, फुल्दैछ पनि यसले चाहिँ हो। अनि हाम्रो कोपीहरू चाहिँ माइलाग्दो यस्तो भइरहेछ। मैले चाहिँ मलहरू चाहिँ केही पनि लगाएन, किन भन्दाखेरि अस्तिको यहाँ कोपी रोप्दाखेरि नै पुरा मल हालेको थियो, त्यही भएर चाहिँ यहाँनिर त्यतिकै रोप्दैछौँ होइन। मलहरू चाहिँ मजाले नै छ यो गरामा चाहिँ होइन। धनियाँहरू छर्दा पनि पुरै लगाएको छौँ हामीले। अनि मेरो बुढाले चाहिँ रोप्नु हुँदैछ, मै रोप्छु भनेर चाहिँ सोचेको थिएँ कि साथीहरू, तर आइपुगिहाल्नु भएछ होइन। अनि मेरो चाहिँ यहाँनिर सब्जीहरूतिर पनि पानी लाउनु पर्ने हुन्छ। खासमा चाहिँ मैले यहाँ खनखान गरेर चाहिँ एक डोको मल लिएर चाहिँ लाउनु पर्यो भनेर सोचिरहेको थिएँ कि, तर दादाले चाहिँ मल पुग्छ भने नि त यो, किनभने अस्ति पनि मजाले लगाएको छ। बस्दा चाहिँ पिप्साको शिकार भइसक्यो म चाहिँ, टोकेर हिजो पनि मैले यो डल्लै बारीहरू सफा गरेको परेको थिएँ। यहाँ काम गर्नु चाहिँ बेलुका नै म चाहिँ झरेको थिएँ बारीमा। यहाँ पिप्सा पुरा आउँछ साथीहरू। यहाँनिर चाहिँ पिप्साको चाहिँ के अरे खाने हो नि त यहाँनिर चाहिँ। मैले भ्लग बनाएको सुनेर चाहिँ मेरो बुढा चाहिँ खल खल हाँस्दैछ कस्तरी खल खल। यता हेर्नु नि किन मेरो आवाज मैले बोलेको सुनेर म हाँस्नै जान्दिनँ साथीहरू, के गर्ने त होइन। मेरो हाँसाइ सुन्नुभयो भने यत्तरीको रिस उठाउँदो रहेछ हौ। यहाँ बनाउँदैछु म हाँसेको सुन्नुभयो भने तपाईँहरू पनि गल्ल हाँस्नुहुन्छ। यहाँ चिस्काइ बस्दैछ। यता हेर्नु त, ह्यान्डसम कान्छा के साह्रो ह्यान्डसम भयो मेरो बुढा। के हो मस्केको छ त, के खाएर आयो दाजु तिमीले? मस्किने दबाई। बुढो भएर हेर आँखाहरूको साइडमा पनि आयो मासु खुम्चिनु थालेछ। कति वर्ष पुग्यो? आम्मा साह्रै चाहिँ नगर न हौ तिमी त्यस्तो। 43 पो हुनु अरे। कति? 43 वर्ष पुगेको मान्छे। आम्मा कसले पत्याउँछ नि तिम्रो कुरा चाहिँ। यता हेर त, मेरो काले दाई हेर न हौ यता, तिमीलाई झन् ह्यान्डसम निकालिदिँदैछु। के भएको तिमी चाहिँ? काले दाई। मलाई चाहिँ पुरा पिप्साले टोकेर बस्नु नसकेको होइन। उसलाई चाहिँ टोकेकै छैन अरे। टोकेको छैन दाजु तिमीलाई? मलाई त कस्तो खुट्टाहरूतिर टोक्यो लु, सक्दिनँ रहेछ म यहाँनिर बसिरहनु। के गर्नु? अलिक जोडले बोल न। सम्म साथीभाइ मेरो सम्म। हेलो गाइस, नमस्ते अनि सेवान्ने सम्पूर्णमा। अस्ति चाहिँ के भन्थ्यो? अस्ति चाहिँ के भन्नुहुन्थ्यो? हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूले भन्नुहुन्छ होला के साह्रो धनियाँ मात्रै छर्दो रहेछ भनेर होइन। अनि यहाँ धनियाँ छर्ने मान्छे चाहिँ
यहाँ हुनुहुन्छ है, यहाँ हुनुहुन्छ। अब पनि गएर म धनियाँको बिउ लिएर आउँछु, यहाँ साइडमा छर्छु भन्दैछु। यहाँ डल्ले खोर्सानी रोप। हे डिस्टर्ब गर्दा है तू कसम भनेको गाइस। अम्बो पिप्साले चाहिँ नि यहाँ टोकेर मार्ने रहेछ। ए मेरो गाइस हेर्दैछ। आयो मेरो कपाल पनि एकपट्टिको चाहिँ फक्कै उडिजान्छ हौ। ल तिमी आइपुग्दा म यहाँको सम्म पारिदिइराखेको हुन्छु। जाऊ गएर आऊ, तिम्रो काम गर न, मलाई किन अडाइ बस्छौ होइन गाइस। को सम्म लम्बाहरू पारिदिइसक्यो होइन साथीहरू। यो चाहिँ मेरो बुढाको काम हो। अब रोप्नुहुन्छ उसले, अनि म चाहिँ अब पानी लाउनु पर्यो सब्जीतिर। सब्जी भन्दा पनि यहाँ आलु र धनियाँ सिबी चाहिँ पर रोपेको अस्ति। योपट्टिको अगाडिको कपाल छोटो भएर कि पुरा उयो हुन्छ, फुक्कै फुलिरहेको हुन्छ। सो गाइस पानी लगाएको कि कता हेर्नु नि, पानी लाउँदैछु म चाहिँ सब्जीमा। एउटाले कता लगाएको भन्नु थालिहाल्यो। यहाँ भिडियो उयो भ्लग बनाउनु पऱ्यो भनेर सोचेको थिएँ कि, सोचेको अरे बनाउनु निकाल्नु पऱ्यो। निकाल्दै थियौ फोन कि मुख पनि लाग्दैन हौ छ्या। यहाँ चाहिँ यो उयो चाहिँ दामी भएछ फाम्पल है, मजाले सप्रे। मैले दादाको चप्पल लगाएछु नि त, किन खकुलो भयो भन्दैछु नि। मैले लगाएको भएन पानी। हाँ ए पर पनि लाउनु पर्छ। रोपिसकेको तल चाहिँ खोर्सानी रोपिसकेछ परैले हो। त्यो गाइस आजको चाहिँ भ्लग छोटो मिठो थियो है। अन्त त्यही हो जिन्दगीको गोरेटोमा अहिले फिलहाल जिन्दगी भने चाहिँ यस्तो चलिरहेको छ साथीहरू होइन। हजुरहरूको चाहिँ कस्तो चल्दैछ त कमेन्ट गर्नु है, होइन बुढा। साथीहरू अब चाहिँ हामी चाहिँ घर गएको होइन। पिप्साले टोकेर अब भनिहालेँ, पिप्सा कतिपल्ट भनिसक्यो हो। अन्त जाडो पनि एकदमै जाडो भयो। मलाई चाहिँ काँडाहरू पलाउनु थाल्यो। अब गएर चाहिँ म ज्याकेटहरू लाउँछु। अनि बेलुकाको खाना पनि पकाउनु पर्छ होइन, त्यही हो। अनि छोटो मिठो थियो। सो हजुरहरूलाई कस्तो लाग्यो है, लाइक कमेन्ट सेयर गर्नु होला। अनि यो ब्लगबाट पनि म चाहिँ बिदा हुन्छु। सो बाई एभ्रिवान, थ्याङ्क यू सो मच फर वाचिङ।